सो हे गाइज वेलकम बैक टु माई डेली न्यू ब्लग। होइन आज त भिडियोको स्टार्टिङमै पोको बोकेर हिँडेको त कता हिँड्यो भनेर भन्नुभयो होला। आज चाहिँ म हिँडिरहेको छु खोलातिर जाल हान्नको लागि। आज दिनभरि पानी परेर खोला पनि हल्का ठुलो भइरहेको थियो। जाम्न त आज जाल हान्न बिचारै हुन्छ भनेर हामी दुईजना भएर खोलातिर लाग्छौँ। त्यसपछि दुईजना भएर खोलामा पनि पुग्यो। देख्न सक्नुहुन्छ खोला चाहिँ यत्रो भइरहेको थियो। अब हामीले यहाँबाट सुरु गर्ने भनेर हामीले जाल साल निकालेर रेडी पार्छौँ। अनि जाल हान्ने चाहिँ मैले कस्तो हान्छु र कति माछा पार्छु भनेर लास्टसम्म हेरेर साथ दिनु होला है। अनि जाल साल बोकेर म पनि लागे खोलातिर। अनि गएर झ्याप्पा जाल हाने। जाल पनि अलि सानै छ, हेरेमै त गाइज कतिको माछा पर्छ। त्यसपछि जाललाई मस्त लाएर ताने। अनि पाखा ल्याएर हेरेको त पुरा झार मात्रै परिरहेको रहेछ। फर्स्ट सर्टमा नपरेर के भयो त सेकेन्ड सर्टमा त स्योर पार्छु भनेर हानेको। हान्न त हाने गाइज, अब हेरेमै त कतिको माछा पर्छ। त्यसपछि जाल झ्यापझुप तानेर पाखा ल्याएर हेरेको त एउटा माछा परिरहेको रहेछ। फर्स्ट बो नि भइहाल्यो, छोड्ने कुरै भएन। त्यसपछि प्लास्टिकमा हालेर अलि माथि गएर फेरि जाल हाने। मैले जाल हानेको भन्छ कि भएन कस्तो भन्छ गाइज कमेन्ट गरेर भनिदिनु होला है। त्यसपछि जाल साल तानेर पाखा ल्याएर हेरेको त माछै परेर रहन्छ। एकचोटि पर्ने अर्कोचोटि नपर्ने। अब त स्योर पारिदिन्छु भनेर हानेको। यो तालीमा त दुईटा माछा एकैचोटि पर्दिरा। त्यसपछि खुसी हुँदै अलि माथि गएर फेरि हाने। अर्कोचोटि हानेको त ठुँडे बाम पर्दिरा। होइन के हो आज त टन्नै माछा खान पाइन्छ क्या हो जस्तो भइरहेको थियो। अनि तपाईँहरूतिर चाहिँ यो माछालाई के नामले चिन्नुहुन्छ कमेन्ट गरेर भन्नु होला है। त्यो माछालाई प्लास्टिकमा हालेर अलि माथि गएर जाल हानेको। एउटा सेतो माछा अनि अर्को त यत्रो बाम पर्दिरा। अनि त्यो बामलाई झ्यापझुप झिकेर प्लास्टिकमा हाल्न लाग्यो। त्यसपछि त्यो बाम त फुत्तै खस्दिरा। त्यसपछि हामी दुईजना भएर मस्त जाल हानेर हिँड्दै थियौँ। अनि उताबाट गाउँको अङ्कल एक्लै आउनुभयो रहेछ। त्यसपछि हामी तिनजना भएर मस्त लाएर जाल हान्दै हिँड्यौँ। बेलुकी पख जाल हानेको। फेरि राति खोला ठुलो आयो भने झ्याउ हुन्छ भनेर हामी पनि लाग्यौँ घरतिर। त्यसपछि म पनि घरमा आएँ। अनि घरमा आएर माछा साछा बनाएँ। कपडा त यस्तो हिलो हिलो भएको थियो नि गाइज। पहिला माछा बनाउँछु अनि त्यसपछि नुहाउँछु भनेर मस्त लाएर माछा बनाएँ। अनि एकैछिनमा माछा बनाएर पनि सकेँ। त्यसपछि मम्मीले ल माछा बनाउनु भनेर छोडिदिए। अनि म पनि गएँ नुहाउनको लागि। त्यसपछि धुवाई गरेर फ्रेस भएर म पनि आएँ। त्यसपछि किचनमा आएर माछा हेरेको त यस्तो बब्बार भएको थियो नि माछा त। माछा हेर्दाखेरि यस्तो मिठो देखिरहेको थियो, झन् खाँदाखेरि कस्तो होला त। त्यही माथि मम्मीको हातले बनाएको होइन गाइज कि कसो कमेन्ट गरेर भनिदिनु होला है। हाम्रो चाहिँ जालमा अलिअलि गङ्गटा अनि अलिअलि माछा गरेर परिरहेको थियो। मलाई चाहिँ गङ्गटा लास्टै मनपर्छ। अनि मैले गङ्गटा छुटाएर खान्छु। अनि आजको हाम्रो खानामा चाहिँ रोटी पकाउनु भएको रहेछ। अनि तरकारीमा चाहिँ फर्सीको मुन्टा र आलु मात्र रहेछ। धन त मैले माछा ल्याएर माछासँग खान पाइयो। यति मिठो माछा हुँदा कसले पो फर्सीको मुन्टा खान्छ होइन गाइज कि कसो कमेन्ट गरेर भन्नु होला है। अनि त्यसपछि मैले मस्त लागेर रोटी र माछा पनि खान्छु। अनि यसरी आज जाल हानेर माछा मारेको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गरेर भन्न नबिर्सिनु होला है। अनि आजको लागि यति नै गाइज। थ्याङ्क यू फर द वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। अनि यस्तै कन्टेन्टहरू हेर्नको लागि मलाई लाइक सेयर सब्सक्राइब अनि फलो गर्न चाहिँ नबिर्सिनु होला है गाइज। बाई बाई।